ल है, कहिले सोच्नु भएको छ नयाँ कुराहरू कसरी पत्ता लाग्छन्? एउटा सानो जिज्ञासाले कसरी ठूलो आविष्कारको रूप लिन्छ होला? आज हामी त्यही अनुसन्धानकर्ताको यात्रामा निस्कदैछौँ। एउटा प्रश्नबाट सुरु भएर प्रमाणमा आधारित उत्तरसम्म पुग्ने एउटा एकदमै रोमाञ्चक यात्रा। हो, यही प्रश्न। मानव प्रगतिको जड नै यही हो। हामीले गर्ने हरेक आविष्कार, हरेक विकासको पछाडि एउटै शक्तिशाली प्रक्रिया लुकेको हुन्छ। त्यो हो अनुसन्धान। ल आउनुहोस्, यो रहस्यमय तर एकदमै व्यवस्थित संसारको पर्दा उघारौँ। यो अनुसन्धान शब्दलाई नै हेरौँ न, कति रोचक छ। अनु भनेको फेरि र सन्धान भनेको खोज्नु, मतलब बारम्बार खोज्नु। यो एकचोटि खोजेर छोड्ने कुरा होइन। यो त सत्यको गहिराइमा नपुगुन्जेल गरिने निरन्तर प्रयास हो। कुनै पनि समस्याको जडसम्म पुग्ने, तथ्यहरू खोतल्ने अनि नयाँ ज्ञान बनाउने एउटा सिस्टम्याटिक तरिका। विज्ञ कलिङ्गरको यो भनाइले यसलाई अझै स्पष्ट पार्छ। उहाँले भन्नुभयो, अनुसन्धान व्यवस्थित हुन्छ, मतलब प्लान गरेर गरिन्छ। नियन्त्रित हुन्छ, मतलब बाहिरी कुराले असर गर्न दिइँदैन। अनुभवजन्य हुन्छ, मतलब प्रमाणमा आधारित हुन्छ। अनि आलोचनात्मक हुन्छ, मतलब तर्कसङ्गत हुन्छ। सो यो भनेको गुगलमा केही सर्च गरेर जानकारी जम्मा गर्नु मात्रै होइन रहेछ, होइन त? यो त त्योभन्दा धेरै गहिरो कुरा हो। ल अब हाम्रो यात्राको पहिलो चरण सुरु गरौँ। अनुसन्धान आखिर हो के त? अझ गहिरिएर हेरौँ है। त्यसो भए अनुसन्धान गर्नुको खास उद्देश्य के हो त? किन यति महत्त्वपूर्ण छ? पहिलो कुरा, यसले नयाँ तथ्य र सिद्धान्तहरू पत्ता लगाउँछ। दोस्रो, यसले समाजका वास्तविक समस्याहरू जस्तै शिक्षा वा स्वास्थ्य क्षेत्रका चुनौतीहरूको व्यावहारिक समाधान खोज्छ। तेस्रो, यसले पुराना मान्यताहरू र अन्धविश्वासलाई प्रमाणको आधारमा परीक्षण गर्छ। अनि सबैभन्दा ठूलो कुरा, यसले हाम्रो ज्ञानको दायरालाई दिनदिनै फराकिलो बनाउँदै लैजान्छ। हरेक ठूलो यात्रा एउटा सानो कदमबाट सुरु हुन्छ, होइन र? अनुसन्धानको यात्रामा त्यो पहिलो कदम हो, एउटा स्पष्ट प्रश्न। यो प्रक्रियालाई बुझ्न सजिलो होस् भनेर अब हामी एउटा उदाहरणलाई सँगसँगै लिएर अगाडि बढ्छौँ। ल मानौँ हाम्रो प्रश्न छ कि एउटा नयाँ मोबाइल एप चलाउँदा विद्यार्थीहरूको गणितको नम्बर बढ्छ त? हेर्दा सरल छ, तर यो एउटा अनुसन्धान गर्न मिल्ने प्रश्न हो। यो कुनै पनि अनुसन्धानकर्ताको सुरुवाती यात्रा हो, एउटा सामान्य आइडियाबाट एउटा ठोस प्रश्नसम्म पुग्ने। पहिलो स्टेप समस्या के हो भनेर पत्ता लगाउने। त्यसपछि एक जासुसले जस्तै यो विषयमा पहिले नै के काम भइसकेको छ भनेर खोतल्ने। यसलाई भनिन्छ लिटरेचर रिभ्यू वा साहित्य समीक्षा। अनि यही खोजबिनको आधारमा एउटा स्पष्ट प्रश्न र त्यसको सम्भावित उत्तर, जसलाई हाइपोथेसिस भनिन्छ, त्यो बनाइन्छ। यो परिकल्पना वा हाइपोथेसिस भनेको अनुसन्धानको लागि एउटा गाइड जस्तै हो। यो एउटा एजुकेटेड गेस हो जसलाई हामीले परीक्षण गर्न सक्छौँ। हाम्रो उदाहरणमा परिकल्पना के हुन सक्छ त? नयाँ मोबाइल एप चलाउँदा विद्यार्थीको गणितको नम्बर साँच्चै नै बढ्छ। अब हाम्रो काम भनेकै यही अनुमान सही हो कि होइन भनेर जाँच्नु हो। अघि हामीले लिटरेचर रिभ्यूको कुरा गर्यौं नि, त्यो किन यति महत्त्वपूर्ण छ भने यो भनेको नक्सा हेरे जस्तै हो। यसले अरूले पहिले नै हिँडिसकेको बाटो देखाउँछ ताकि हामीले फेरि त्यही बाटोमा समय खेर नफालौँ। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, यसले नक्साको त्यो खाली ठाउँ, त्यो रिसर्च ग्याप देखाउँछ जहाँ हाम्रो अनुसन्धानले एउटा नयाँ टुक्रा थपेर ज्ञानको चित्रलाई पूरा गर्न सक्छ। ल प्रश्न तयार भयो, नक्सा पनि हेरियो। अब पालो आयो बाटो छान्ने। कुन बाटो हिँड्ने त? अर्थात् कुन रिसर्च मेथड अपनाउने? खासगरी अनुसन्धानका दुईवटा मुख्य बाटाहरू हुन्छन्, क्वान्टिटेटिभ र क्वालिटेटिभ। क्वान्टिटेटिभ अर्थात् मात्रात्मक, यसले सङ्ख्या र तथ्याङ्कमा फोकस गर्छ, जस्तै कतिजना वा कति प्रतिशतले सुधार भयो भन्ने प्रश्नहरू। अर्कोतर्फ क्वालिटेटिभ अर्थात् गुणात्मक, यसले चाहिँ अनुभव र अर्थको गहिराइमा जान्छ। यसले किन वा कसरी भन्ने प्रश्नहरूको जवाफ खोज्छ। अब हाम्रो उदाहरणमा फर्कौँ है। हामी त विद्यार्थीहरूको गणितको नम्बर बढेको छ कि छैन भनेर हेर्दैछौँ। नम्बर भनेको त सङ्ख्या हो जसलाई नाप्न सकिन्छ। त्यसैले हाम्रो अनुसन्धानको लागि कुन बाटो ठिक भयो त? हो, क्वान्टिटेटिभ अर्थात् मात्रात्मक बाटो। अब पालो आउँछ अनुसन्धानको सबैभन्दा महत्त्वपूर्ण पाटोको, त्यो हो डाटा सङ्कलन। यो भनेको आफ्नो प्रश्नको उत्तर खोज्नका लागि आवश्यक प्रमाणहरू जम्मा गर्ने काम हो। प्रमाण जुटाउने पनि दुईवटा तरिका छन्। एउटा हो प्राइमरी डाटा,
यो भनेको आफैले पकाएको ताजा खाना जस्तै हो, मतलब अनुसन्धानकर्ताले पहिलो पटक आफ्नै लागि बटुलेको जानकारी। अर्को हो सेकेन्डरी डाटा, यो चाहिँ लाइब्रेरीबाट ल्याएको किताब जस्तै हो, अरू कसैले पहिले नै जम्मा गरिसकेको जानकारी, जस्तै सरकारी रिपोर्टहरू वा पुराना अध्ययनहरू। डाटा सङ्कलन गर्नका लागि हरेक अनुसन्धानकर्तासँग एउटा टुल बक्स नै हुन्छ, जस्तै प्रश्नावली वा क्वेश्चनरले हजारौं मानिसबाट छिटो जानकारी लिन सकिन्छ। अन्तर्वार्ताले कसैको अनुभवको गहिराइमा पुग्न मद्दत गर्छ। अब्जर्भेसन वा अवलोकनले मान्छेले बोलेर नभनेका कुरा, यानि उनीहरूको वास्तविक व्यवहार देखाउँछ। अनि टेस्टहरूले त ज्ञान वा सिपलाई सिधै नाप्छ। ल, सबै प्रमाणहरू जम्मा भयो। अब सबैभन्दा रोमाञ्चक चरणमा आइपुग्यौं, यी छरपष्ट टुक्राहरूलाई जोडेर एउटा अर्थपूर्ण कथा बनाउने। सुरुमा सङ्कलन गरेको डेटा त केवल सङ्ख्या वा शब्दहरूको एउटा थुप्रो जस्तो देखिन सक्छ। डाटा विश्लेषण भनेको त्यही कच्चा जानकारीलाई केलाएर त्यसभित्र लुकेका प्याटर्न र ट्रेन्डहरू खोजेर एउटा अर्थपूर्ण कथामा बदल्ने प्रक्रिया हो। यो भनेको प्रमाणहरूको आधारमा कथा भन्नु जस्तै हो। यहाँ हेरौँ त हाम्रो उदाहरणको नतिजा कस्तो देखियो। यो साधारण बार चार्टले हजारौं शब्दले भन्दा धेरै कुरा एकै नजरमा भनिदिन्छ। एप चलाउनु अघि औसत नम्बर थियो 75 अनि पछि भयो 88। देख्नुभयो, डाटाले अब साँच्ची नै कथा भन्न थाल्यो। अनि कहिलेकाहीँ त एउटै मात्रै सङ्ख्याले पनि पुरै कथा भन्न सक्छ। यहाँ हामी के देख्छौँ भने गणितको नम्बरमा औसतमा 17.3% सुधार भएको छ। यो एउटा एकदमै ठोस र प्रभावकारी नतिजा हो नि। हो, यही विश्लेषणले हामीलाई सुरुको हाम्रो हाइपोथेसिस जाँच्न मद्दत गर्यो। हाम्रो अनुमान के थियो? एपले नम्बर बढाउँछ, अनि डाटाले के देखायो? हाम्रो अनुमान सही थियो। अब हामी एउटा प्रमाणमा आधारित कन्क्लुजनमा पुग्न सक्छौँ। यो एप गणितको नम्बर सुधार्न साँच्चै नै प्रभावकारी छ। अनुसन्धानको यात्रा एउटा कन्क्लुजनमा पुगेर कहिल्यै सकिँदैन। वास्तवमा हरेक उत्तरले नयाँ प्रश्नहरू जन्माइरहेको हुन्छ। अब सोच्ने पालो हाम्रो हो। हाम्रो वरपरको संसारलाई अझ राम्रोसँग बुझ्न हामी कुन प्रश्नको उत्तर खोज्न सक्छौँ होला, किनकि ज्ञानको यो यात्रा कहिले रोकिँदैन।